हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। अनि आज चाहिँ मदर्स डे पनि हो। ह्याप्पी मदर्स डे सबैजना नेपाली आमाहरूलाई, मम्मीहरूलाई भन्न चाहन्छु। अनि तपाईँहरू एकदम धेरै खुसी रहनु होला। ह्याप्पी, स्टे हेल्दी, स्टे सेफ भन्छु। अनि आजको दिन चाहिँ मैले आजदेखि चाहिँ भ्लगिङ स्टार्ट गर्ने डे 1 चुज गरेको छु। किनभने अब म चाहिँ यहाँनिर बस्नु धेरै छैन। म मात्रै होइन, म मेरो हस्बेन्ड छिरिङ अनि मेरो सानो नानी, ठुलो नानी चाहिँ म लाँदैन। सानो नानी लिएर चाहिँ हामी ब्याक टु इन्डिया जाँदैछौँ। किनभने अब धेरै भयो, म यहाँ बसेको 1.5 वर्ष भइसक्यो, घर आएर बसेको। किनभने नानी हुनेवाला थियो, नानी सानो छ, त्यही भएर गएको थिएनौँ। तर अब चाहिँ टाइम आएको छ हामी फेरि ब्याक टु बेङ्गलोर जाने। अनि त्यही भएर मलाई चाहिँ अब पछि उहाँ गएपछि कति याद आउँछ कि घरको, कति धेरै याद आउँछ। अनि त्यही भएर चाहिँ मैले चाहिँ अब यसरी भ्लग बनाएँ यहाँ हुँदाखेरि भन्ने चाहिँ उहाँ गएर चाहिँ हेर्दाखेरि मलाई खुसी हुन्छ, खुसी लाग्छ, यहीँ छु जस्तो फिल हुन्छ। त्यही भएर चाहिँ मैले आजदेखि भ्लग गर्ने स्टार्ट गरेँ। सो तपाईँहरू के भन्नुहुन्छ यसमा? अनि मलाई चाहिँ भिडियो बनाउनु पनि त्यतिकै आउँदैन, तर पनि मलाई मजा लाग्छ। आफ्नै मतलब आफूले हेर्दाखेरि मजा लाग्छ कि मलाई त्यो कुराहरू याद आउँछ नि त। त्यही भएर अब मैले चाहिँ भर्खर 2 घन्टा भयो, म चाहिँ उठेको चाहिँ 2 घन्टा भयो। नानी पनि उठेको थिइन्, बिहानै उठेको थियो सानो नानी मेरो चाहिँ। आज चाहिँ म र नानी मात्रै छौँ घरमा, हस्बेन्ड छिरिङ पनि थियो तर ऊ चाहिँ काममा बिहानै गइसक्यो। अनि अहिले चाहिँ म र नानी मात्रै छु, नानी पनि सुतिरहेको छ। मम्मीहरू चाहिँ मम्मी, बाबा अनि मेरो छोरा चाहिँ जानुभएको छ मामाको घरमा। किनभने हजुरआमा आउनुभएको थियो अस्ति नै हाम्रो घरमा, हजुरआमालाई लिएर आएको थियौँ, आमा बिरामी भएर। अनि आमालाई चाहिँ आज चाहिँ अब मदर्स डे हो, अनि मामा आन्टीहरू पनि आउनुहुन्छ अरे, त्यसैले मामाको घरमा पुऱ्याइदिन हिजो बेलुका जानुभएको, अब आज बेलुका मात्रै आउनुहुन्छ। अनि मलाई अल्छी लाग्यो नि त। अनि त्यही भएर चाहिँ मैले आजदेखि भ्लग बनाउँछु, डेली भ्लग बनाउँछु। हाउ आई स्पेन्ड माई डे इन नेपाल इन टु बेबिज मम भनेर, इन्फ्यान्ट्स भनेर चाहिँ म भिडियो देखाउँछु तपाईँहरूलाई, मेरो डेली लाइफ भनेर चाहिँ मैले आजदेखि भिडियो स्टार्ट गरेँ। सो अहिले चाहिँ मैले केही पनि गरेको छुइनँ हो, केही पनि गरेको छैन। आज त घाम पनि कस्तो चाहिँ घाम लागेको छ, आज पुरै घाम लागेको छ। तर राम्रो पनि हो घाम लागेको होइन, तर हावा पनि चलिरहेको छ। यस्तो होइन कि पुरा गर्मी छ, हावा चाहिँ पुरा चलिरहेको छ। सो त्यहाँनिर चाहिँ छ हाम्रो मकैबारी होइन। यो मकै चाहिँ हाम्रो मम्मीले रोप्नु भएको। अनि यहाँनिर चाहिँ लौका पनि फल्दैछ अलिअलि। अनि यो चाहिँ फुलबारी हो। अस्ति नै चाहिँ झ्याप्पै थियो, पुरा फुलेको थियो फुलहरू, तर अहिले चाहिँ छैन भनौँ न। अहिले चाहिँ अब घाम पनि लाग्यो, पानी पर्न छोड्यो, त्यसैले सबै सुकिरहेको छ। अनि उता पनि छ, किनभने फोकस भइरहेछ कि बार उता पनि छ फुलहरू चाहिँ फुल्दैछ, कतिवटा चाहिँ फुल्दैछ। अहिले चाहिँ मम्मी र मैले चाहिँ सोचेको छौँ सबै चाहिँ यस्तै फुल लगाइदिन्छौँ भनेर कि। यस्तो हुन्छ नि यो 12 मासे भन्छ यसलाई होइन। यो त झन् कस्तो दामी फुलिरहेछ, यस्तो चाहिँ झ्याप्पै लगाइदिने भनेर। यो चाहिँ किनभने 12 महिना फुल्छ नि त। यहाँ चाहिँ वाइट कलरमा पनि छ। यहाँनिर त झन् कस्तो राम्रो फुलेको छ। यो चाहिँ मैले अस्ति नै कटिङ सारेको थिएँ, यस्तो दामी भएर फुलिरहेको छ। यता डेलिया थियो, यो डेलिया पनि सुकेछ। अब यसलाई चाहिँ मैले भाँचेर फ्याँकिदिएँ भने चाहिँ यसरी तलबाट आउँछ कि, तलबाट यसरी फुल्छ। यहाँ पनि फुल्दैछ, यहाँ नै फक्रिँदैछ। यो चाहिँ अर्कै खालको रेड रहेछ, अर्कै खालको रेड रहेछ है। यहाँ 12 मासे नै छ। यस्तो छ हाम्रो चाहिँ घरमा। मेरो मम्मी पनि फुलमा एकदम धेरै इन्ट्रेस्ट गर्नुहुन्छ। म पनि धेरै मनपर्छ मलाई पनि फुलहरू रोप्नलाई, फुलहरू एकदम मनपर्छ। यहाँनिर कति मजाले फुलेछ है। अनि लौका पनि हेर्नु सक्नुहुन्छ, लौका फल्दैछ हाम्रोमा। यो चाहिँ मेरो मम्मीको करामत हो, लौकालाई थाङ्रा लगाइदिएको अरे डोरी बाँधेर। अनि यहाँनिर पनि फुलहरू छ, तर फुल्ने अब यो फेरि अब 1-2 महिना पछाडि चाहिँ यो घरे फुलहरू यस्तो मजाले फुल्छ नि, झ्याप्पै फुल्छ क्या। पहिलाको वर्ष पनि कति मजाले फुलेको थियो। अनि त्यही भएर हामीले अस्ति नै यो सारेको। अब यो अलिअलि फुल्दैछ, वहाँ देख्न सक्नुहुन्छ। अब यो फुल्छ, यो फुलेपछि फेरि दामी देखिन्छ। अनि उता पनि हामीले सारेको छौँ, अलिअलि सारेको छौँ। अब जे होस् फुल्दा राम्रो देखिन्छ। अनि ऊ परको बारीमा पनि मकै रोप्नु भएको छ मम्मीले, ऊ पर देख्न सक्नुहुन्छ, त्यहाँ पनि मकै रोपेको छ। यता पनि सबै मकै छ। अनि अब त्यस्तै हो मेरो घरको हालत चाहिँ। आज चाहिँ अब राम्रो छैन, किनभने अब के भनौँ, म भर्खरै उठेको नि त। नानीलाई हेर्दै मैले
नानीलाई खाना खुवाएँ अनि फेरि नानीलाई नानी चाहिँ उता सुतिरहेको छ। अनि यहाँनिर भुइँमा के छ किनभने यहाँ हेर्नु नै अब 2टा नानी छ, नानीको खेलाउने कुराहरू भुइँभरि पार्छ नानीले। अनि मैले अहिले खाना खुवाएको थिएँ त्यही भएर। सो अब चाहिँ मैले सफा गर्छु, घर सफा गर्छु किनभने अब फोहोरमा त बस्नु भएन अभियसली होइन। घरमा बस्दा चाहिँ मेरो हुलिया यस्तै हुन्छ, जज नगर्नु होला। यो चाहिँ मैले हिजो मात्रै लगाएको लुगा हो, तर यस्तो मैला भयो किन भन्दाखेरि अब नानी सँगसँगै खेल, त्यही भएर मेरो लुगा चाहिँ यस्तो भइरहेको छ। मलाई चाहिँ स्टिल मुख पनि धोएको छैन होइन, के अरे मुखै नधोए नानीलाई खाना खुवायो भनेर भन्नुहुन्छ होला। मैले बिहान चाहिँ उठ्ने बित्तिकै चाहिँ धोएको थिएँ मुख, तर मैले जहिले पनि 2 चोटि मुख धुन्छु। गर्मी हुँदा 1 चोटि ब्रस गर्ने बेलामा धुन्छु, 1 चोटि चाहिँ त्यत्तिकै उठ्ने बित्तिकै मुख धोएन भने चाहिँ मलाई निन्द्राले नै छोड्दैन। त्यही भएर चाहिँ म सुरुमा उठ्ने बित्तिकै मुख धोइहाल्छु हतार हतार। अनि त्यहाँदेखि फेरि अनि म जब फ्रेस भइसक्छु नि, अलिअलि चियासिया पनि खाइसक्छु, अनि फेरि म ब्रस गर्छु अनि फेरि मुख धुन्छु। मैले चाहिँ ब्रस ल्याइसकेँ। अनि तपाईँहरूले ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गर्नु होला किनभने यो चाहिँ पछाडिपट्टि हो, घरको पछाडि। म जहिले पनि मुख धुँदा यतैपट्टि धुन्छु किनभने ब्रसहरू गर्दा यतै आएर गर्छु किनभने मजाले हावा आउँछ अनि बाहिर हेर्दै हेर्दै मजा लाग्छ। मुख धोइरहेको भर्खरै फाइनली मैले चाहिँ मप लगाइसकेँ सबैतिर, बाहिर पनि लगाएँ भित्र पनि लगाएँ, बाहिर पनि मप लगाइसकेँ होइन। तर यो म्याट चाहिँ अब यहाँनिर सुकेपछि ओछ्याउँछु। यहाँनिर भुइँमा चाहिँ म गलेर त मम्मीहरू हुनुहुन्न आज, म एक्लै छु घरमा होइन। चाहिँ मम्मीहरू पनि हुनुहुन्न घरमा, म एक्लै छु। अब खाना बनाएर खानुपर्छ, अब भोक त लागिहाल्छ अभियसली होइन। पहिला चाहिँ मलाई होइन इन्डियामा हुँदाखेरि चाहिँ मैले बिहानको खाना पनि 2-3 बजीतिर खान्थेँ। तर अहिले चाहिँ नानी भएदेखि चाहिँ मलाई यस्तो धेरै भोक लाग्छ। अनि मैले बिहान उठेर चिया र बिस्कुट खाएँ। अनि त्यहाँदेखि अब कति बज्यो, अब 11 बजी छ। अब मलाई फेरि भोक लाग्ने बेला भयो त। अब म के बनाएर खानु मलाई दिमागमै आएको छैन होइन, के बनाएर खानु भनेर सोचिरहेको छु। किनभने एक्लै भएपछि पकाउनु पनि अल्छी लाग्छ, खानु पनि अल्छी लाग्छ साथीहरू। मलाई फेरि मान्छे भयो भने चाहिँ पकाउनुलाई मजा लाग्छ, मलाई पकाउनु चाहिँ अल्छी लाग्दैन। म जति बेला पनि जति पनि खाना बनाइदिन्छु, मलाई पकाउनु चाहिँ अल्छी लाग्दैन। तर मान्छे भएन भने एक्लै भयो भने चाहिँ मलाई पकाएर खानै मन लाग्दैन क्या। अनि अब एक्लै छु होइन साथीहरू। अब हाम्रोमा फेरि बाख्रा पनि छ, कुखुरा पनि छ, गाई चाहिँ छैन। बाख्रा र कुखुरा छ। अनि कुखुरालाई त अब मैले चारो पानी सबै दिइसकेँ होइन। अनि अब बाख्रालाई पनि मम्मीले घाँस काटिदिएर जानुभएको, घाँस पनि दिएँ। अब चाहिँ बाख्रालाई अब भर्खर ब्याएको छ नि त, अनि त्यही भएर अब बाख्रालाई खोले पकाएर दिनु ल भन्नुभएको छ मम्मीले। अनि अब मलाई खोले त मैले पकाएर दिनुपर्छ होइन, किनभने भर्खर नानी पाएको छ बाख्राले। अनि अब खोले त दिनु पर्दैन उनीहरूलाई। अनि त्यही भएर अब खोले पनि म पकाउँछु। अब के को खोले पकाउनु त्यो चाहिँ मलाई थाहा छैन। मम्मीले हिजो त्यहाँ केमा छ खै के खोलेको भन्दै हुनुहुन्थ्यो। तर म एकछिनमा खोज्छु। सुरुमा चाहिँ म अब नानी सुतिरहेको बेलामा खाना चाहिँ बनाइहाल्छु भनेर। गाइस मेरो छोरी उठिन्, कति छिटो उठ्छ कि मेरो छोरी नि। आधी घन्टा पनि मजाले सुत्दिनँ, अहिले चाहिँ आधी घन्टा सायद सुत्यो होला। नत्र भए अरू बेला पनि आधी घन्टा पनि सुत्दिनन् के, ऊ चाहिँ उठिहाल्छन्। के भयो खाना बनाउनु जानु लागेको थियो तर मेरो छोरी उठिन्। अब मैले छोरी हेरेर बस्नुपर्छ। यहाँनिर चाहिँ कार्पेट मैले लगाएँ, के भन्छ यसलाई, यो फर्म चाहिँ पहिला चाहिँ लगाउँदैन थियौँ। अहिले चाहिँ नानीलाई
नानीलाई चाहिँ लडेको छ नि त सानो नानी, अनि त्यही भएर टाउकोमा लाग्छ भनेर चाहिँ यो फर्म पनि अस्ति भर्खर लिएर आएको। अनि यो चाहिँ मैले पहिल्यै ल्याएको थिएँ। अनि यो चाहिँ यहाँ पनि सोफा पनि मैले पुरा धुलोहरू झारेँ, धुलो यति धेरै आउँछ यहाँ झ्यालबाट। तर अब झ्याल थुन्यो भने पनि फेरि ऊ हुन्छ नि त, के अरे गुम्सेको जस्तो हुन्छ, हावाभित्र पस्दैन। यतापट्टिको चाहिँ कभर भेटेँ मैले, यतापट्टिको कभर चाहिँ मैले हिजो निकालेर धुनलाई राखेको छु। तर फेरि अर्को पनि थियो कि, दुईवटा छ क्या, 2 जोड छ क्या कभर चाहिँ, एउटा धुँदा अर्को लाउने भनेर। अनि यतापट्टिको चाहिँ मैले खोइ भेटिनँ, अर्को सानो चाहिँ भेटेँ, ठुलो चाहिँ भेटिनँ। अब यो फुलहरू त मैले नै बनाएको अभियसली, तपाईँहरूलाई थाहै होला। अनि यति भइहाल्यो होइन। यो पर्दाहरू यहाँनिर चाहिँ यो मेरो दिदीको छोरीको गुडिया हो यो चाहिँ। अनि यहाँनिर चाहिँ हाम्रो माछाहरू हुनुहुन्छ, म देखाउँछु लाइट बालेर देखाउँछु। अब हेर्नु सक्नुहुन्छ साथीहरू, कति धेरै माछा थियो, तर अहिले चाहिँ मरेर सबै मरेर चाहिँ 2टा 3टा चाहिँ छ, 3टा चाहिँ खेलिराखेको छ हो। अनि यहाँ चाहिँ मेरो छोराको के सोरुम छ यहाँनिर, गाडी सोरुम। तपाईँहरूलाई चाहिन्छ लिन आउनु सक्नुहुन्छ। उसलाई चाहिँ गाडी एकदम मनपर्छ। छोराको मम्मी भएपछि तपाईँहरूलाई पनि थाहा होला, छोराहरूलाई चाहिँ गाडी नै मनपर्दो रहेछ होइन। यो उसको सबै गाडीहरू, अरू पनि कति धेरै थियो, तर खोइ कता पुग्यो थाहै छैन। यो पनि यो 2 3 4 5 6 7 8 9 10 11वटा रहेछ। अरू चाहिँ सानो खेलाउनेहरू पनि पुरा उसको एक झोला नै छ। अनि यो पनि मैले बनाएको हो, यिनीहरू अब अलि नै भइहाल्यो होइन। सो हाम्रो सिटिङ रुम लुक लाइक दिस। हाम्रो सिटिङ रुम चाहिँ यस्तो छ। यतापट्टि चाहिँ हामीले त्यस्तो खासै केही राखेको छैन। यतापट्टि चाहिँ यो चाहिने कुराहरू नै हो।